हेलो गाइज, स्वागत छ सम्पूर्णलाई मेरो न्यू डे न्यू भ्लगमा। र आजको सुरुवात चाहिँ म होइन, आज चाहिँ अब एकदमै छुट्टी पनि छ नि त। अहिले अब हाम्रो स्कुल अहिले क्लासहरू छुट्टी भइरहेको छ, त्यस कारण चाहिँ अहिले यसो अल्छी लागेर चाहिँ म चाहिँ जुन साथीको घरतिर चाहिँ जाँदैछु होइन। जुन साथी पनि आउँदै होला सायद। म चाहिँ ठ्याक्कै तपाईँलाई म पर्खिने अड्डा त थाहा नै छ कहाँनिर पर्खिन्छु भनेर। अहिले चाहिँ म बाटोमा फिलहाल हिँड्दैछु होइन। त्यहाँ चाहिँ अब धानहरू पनि हरियाली भइसक्यो, च्याटे लाएर मकैसकै फल्दैछ। अब पाक्ने मकैहरू भर्खर ठुलो रहेछ, खाने बेला चाहिँ अब हुन्छ होला एकछिन अलिक पछि। त्यही हो, अहिले चाहिँ म अब जाँदैछु होइन। सुन साथीलाई ठ्याक्कै पर्खिने ठाउँमा म बसिरहेको हुन्छु। उनीहरूको पनि आउँछ अनि सुन साथीको घर एकछिन गेमसेम खेलिन्छ, यताउता गरिन्छ। आजको दिन त्यस्तै हुन्छ, के हुन्छ कसो हुन्छ तपाईँले भिडियोतर्फ देखिहाल्नुहुन्छ होला। सबैजना अन्तिमसँग भिडियोमा जोडिनु होला भन्दै सबैजनालाई भन्न चाहन्छु होइन। सबैजनालाई अन्तिमसँग भिडियो हेरिदिनु होला। ल म चाहिँ होइन ठ्याक्कै म चाहिँ अब जहिले आउने पुलमा चाहिँ आएर टक्क पर्खेर बसिरहेको छु। जुन साथीलाई चाहिँ होइन अब चाहिँ आइसकेको छ होइन। त्यही हो, म चाहिँ अब सर र घाम पनि एकदमै गर्मी हुन थालिसकेको छ अब झापातिर चाहिँ। अब चाहिँ बाहिर हिँड्न पनि नसक्ने टाइपको क्या, यस्तो घाम लाग्नु थालिसकेको छ, कस्तो गर्मी हुन थालिसकेको छ अहिले। सफा पानी भयो त नि यहीँ चुइकी खेल्नु जस्तो क्या। त्यो यो पानी चाहिँ हल्का फोहोरै हुन्छ होइन, किनभने अब के आएको हुन्छ नि त। त्यो भएर यो पानी चाहिँ फोहोरै हुन्छ। सफा पानी थियो भने यहाँ चुइकी पनि हालिसक्थ्यो होला क्या। म त्यस्तो गर्मी बढिसकेको छ कि अहिले। अनि फेरि अब जुन साथी चाहिँ आइहाल्दैन, कहाँ छ त्यो फेरि भएर आउँदै रहेछ, हाँसी भएर साइकलमा आउँदै रहेछ होइन। अनि म चाहिँ पर्खेर बसिरहेको छु। अब टक्क जहिले पर्खिने ठाउँ यही हो, तपाईँहरूलाई पनि थाहा नै छ। म जहिले यहीँ आएर पर्खिन्छु होइन। अनि ऊ चाहिँ अब टक्क उसको चाहिँ अहिले घरमा चाहिँ वाइफाई पनि सकिरहेछ अरे क्या। त्यस कारण ऊ चाहिँ अब फिल्म अब घरमा के गर्दै बस्नु त छुट्टीमा होइन। त्यस कारण फिल्म यसो म चाहिँ यो खोला हेर्दै सरर र बरु यता बाँसघारीतिर बरु अलि शीतल आउँछ केटाहरू। अहिले चाहिँ के छ भने होइन, टक्क दमकमा चाहिँ आदिवासी जनजाति महोत्सव लाग्दैछ क्या। अनि त्यस कारण चाहिँ अब केटाहरू चाहिँ हिजो फेरि दुर्गा पर्से भन्दा दुर्गेश थापा, सरी दुर्गा पर्से नै मात्र भन्न आउँछ खालि होइन। दुर्गेश थापाकोमा चाहिँ एकदमै केटाहरूले लैला हानिसकेको छ होइन। सब इन्डियाहरू पनि सब आउँदैछ क्या, जोन च्याम्लिङहरू सब पूर्ण राईहरू सबै आउँछ होइन। त्यही हो, केटाहरू चाहिँ एकदमै लैला हान्न जाँदैछ। लैला हान्न गएर हिजो दुर्गेश थापाको दिन रहेछ, एकदमै बवाल हानिसकेको छ। केटाहरूले ग्रुपमा पनि पुरै फोटोसोट होइन, पुरै डान्स हानेको पुरै पेलिसकेको छ, पुरै हालिसकेको छ। अनि हामी चाहिँ अब त्यो हेर्दै बस्थेँ। अब म चाहिँ जान पनि सक्छु नजान पनि सक्छु, मेरो चाहिँ फिक्सै छैन क्या। फेरि सब इन्डियाको दिन चाहिँ अब जे हुनसक्छ मेरो जे। टिकट चाहिँ अहिले 200 छ अरे भनेको, त्यस्तो छ 200 छ अरे हो टिकट। किङले भन्दै थियो 200 छ भन्दै थियो। हिजो त 200 थियो भन्दै थियो। अब खै के हुन्छ कसो हुन्छ, अब के हुन्छ कसो हुन्छ होइन। त्यो अहिले चाहिँ म सुजन साथीकोतिर चाहिँ जाँदैछु। जुन साथी पनि त्यही चाहिँ भाइरल भेस्ट लाएर चाहिँ पछाडि छ होइन। ल त्यही हो, अब एकछिनमा पुगिहाल्छु। हामी पुग्न पनि आँटिसक्यो। आइयो नि साथी। यो सुजनको कुकुरलाई चाहिँ सम्झाउने बेला भएछ, चिन्नै छोडेछ। तेरो कुकुरले चिन्नै छोड्यो। झापामा चाहिँ यस्तो घाम लागिसकेको छ। पहिला चाहिँ चिन्थ्यो, अहिले अलिक कमाएर चाहिँ त्यो चिन्न छोडेको छ। ट्याके सुजन साथीको रुममा टक्क झुलसुल लाएर फ्यानको हावा खाँदै। अच्छा ल सुजन साथी चाहिँ अब गेममा आउन आँटिसकेको छ। किङ भाइ कल काटिसक्यो। किङ भाइले कल काटिसक्यो। हामी चाहिँ अब एकछिन गेम नयाँ नयाँ फिल्म भनिदिनु अरे उसलाई। लभ स्टोरी मात्र मनपर्छ उसलाई। बटुकोमा चाहिँ प्रोटिन आइसकेको छ हाम्रो। गेम खेल्दा केटाहरू गलिसकेको छ नि त, त्यसको लागि एनर्जी खाँदैछौँ हामी अहिले। भिटामिन हो के भिटामिन होइन। हामी गेम खेलेपछि एकदमै अब बाहिर ठक्क घामतिर यसो घाम ताप्न निस्किसकेको छौँ। गर्मीमा घाम ताप्न, गर्मीमा काम नपाएर अनि त्यही गरेर निस्केको नि हामी। अहिले सुजनको सिटीको हालत गाइज, एक जमानामा कस्तो थियो, अहिले चाहिँ सिटीमा चाहिँ ब्याट्री सकिएर चाहिँ होइन एकदम हालत भएर सुजन साथीले राखिरहेछ। नभए हामी यतिखेर सिटी लिएर कहाँ पुगिसक्थ्यो। अब साइकलमा त अब त्यति हिँड्नु मन लाग्दैन। सिटी थियो भने चाहिँ होइन कहाँ पुगिन्थ्यो अरे हामी।
हामी कहाँ पुगिन्थ्यो अरे साथी काका पुग्छ अहिले यो क्यान्सर सिटी थन्केदेखि चाहिँ अलिकति हामी डाउन भएको हो होइन हो नि हो जाउँ हिँडै आया के गरी अलि बसेको अरे यो जाउँ 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 अब सुजनीले चाहिँ अब सुजन साथीले चाहिँ अब लगिसकेको छ कहाँ लान्छ कटेज ब्याम्बो फेरि अर्कोचोटि त्यसलाई देखिसक्दैन नि फेरि होइन कुकुरलाई ढुङ्गा हानु भने नि कुकुरलाई ढुङ्गा सुङ्गा हानु भने देखिसक्दैन अरे क्या बरु केही नचलायो त्यतिकै गऱ्यो भने चाहिँ केही गर्दैन कतिवटा टाका हान्नुपर्छ भन्दैन ए टाका पर्दैन के गर्दाखेरि चाहिँ कि टाका साका हान्छ नि त्यही त खै के गर्दाखेरि खै कतिवटा टाका हान्नुपर्छ भने त्यो कुकुरले टोकेको दाँत काट्छ मात्रै त्यो थाहा छैन ल्याम्मै कुकुरले टोक्यो भने त अब चोक्टै निकालिदिन्छ अरे कुनै कुनैले त जोर जोर से बोल के लोगों को स्कीमें बता ल केटाहरू चाहिँ अघि अघि म चाहिँ हिँड्दै हिँड्दै पछि पछि र हाम्रो चाहिँ यहाँनिर हल्का अस्ति मैले तपाईँहरूलाई सुनाएको थिएँ यहाँको कहानी के भएको थियो मैले यहाँको हालेको थिएँ तर मैले उताको परको हाल्दाखेरि चाहिँ धेरै भ्युजहरू पनि आएको थिएँ यताको चाहिँ त्यति आएन कति 1 लाख कि कति आएको थियो ल खुल्ला छ हौ ल खुल्ला रहेछ अब सुजन साथीले चरबडे खुवाउने होइन साइकलमा चढ्दिउँ न त जाउँ 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 ड्राइभर छँदैछ ल यहाँ चाहिँ चरपट्टि छैन अरे चेपाको डिफर आउँदैछ चेपा छैन चेपाको डिफर चाहिँ आउँदैछ चेपा भिडियो हेर्दैछ भने एकैसो सेयर हानिहाल् है जाउँ न यहाँ चाहिँ अब चरपट्टि छैन अरे अब हामी अर्को अड्डातिर जाँदैछौँ चरपट्टि खानको लागि सुजन साथी हाँक्छ ल सेतुमारी स्कुल आएर हामी चाहिँ अब सेतुमारी बजार आइपुगिसक्यौँ केटाहरू पछाडि आउँदैछ चट्टा लगाएर अब टक्क चरपट्टि खानको लागि जाँदैछौँ हामी चाहिँ होइन बाटो बाटो ओइ 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 ओइट साइकल यात्रा यो कुकुर चाहिँ ओभर जङ्गो छ क्या फेरि भुक्नुमा चाहिँ नि अरू मान्छे भए पनि होइन यहाँ त म राँडे छ तर भुक्नु भने चाहिँ अब यस्तो डरलाग्दो पाराले भुक्छ नि कुकुर यस्तै हो तर कत्रो भुक्छ क्या यो कुकुर ओभर सातो निकालिदिन्छ जस्तो जस्तो मान्छेको त सातो निकालिदिन्छ त्यस्तो पुगिदिन्छ ल हाम्रो चरपडी पनि आइसकेको छ च्यासे खाए ल ल अहिले चाहिँ हामी अब फिलहाल घरतर्फ सुजन भाइको घरतर्फ जाँदैछौँ चरपडी खाएर चाहिँ गाई छैन घाम पनि टिलिक्क टल्किरहेको छ पछाडि अनि त्यही माथि पिरोले पसिनाले होइन कस्तो उयो गरिदेऊ सबिन्डा हेर्न को जाने गाइजहरू केटाहरू त अब सबिन्डा हेर्न जाने होइन भ्लगरले पैसा हाल्छ कति चाहियो भन्न त्यहाँ केही इमर्जेन्सी पऱ्यो भने मलाई भन्न म हालिदिइहाल्छु नि त्यो त होइन गाइज क्युआर मलाई क्युआर मात्रै पठाइदिएन ठ्याक्क अनलाइन आइज एमबीबाट ठ्याक्क मलाई क्युआर मात्रै पठाइदिएन यसमा यति हाल्दै भन्ने यतिकै म हालिदिइहाल्छु नि केटाहरूलाई त्यति त गर्न सक्छ बन्धारेकै उयो हो क्या सामान तेरो कुरा त बन्धारेकै सामान मेरे को जानता नहीं है हो त्यो है साह्रै छ त अनि तर सबिन राई मजाले भेट्नु हल्का फोटोफोटो खिच्ने ग्रुपमा पेल्नु होइन त्यो को आउनुहुन्छ ल अगाडि हुनेकोले त खिच्छ त फोटो अगाडि पऱ्यो भने त अगाडि कसरी बस्छ अगाडि के जे हुनसक्छ त्यहाँ अगाडि पऱ्यो भने त अनि फोटो खिचेर त्यहाँ हामी छिटो नि बवाल हुन्छ त पक्न त यहाँ पिजाउँदैन नि त यसमा चाहिँ फेरि भरे सुजनको साइकल पम्चर भयो भने के गर्नु होइन अहिले चाहिँ फिलहाल सुजन साथी चाहिँ अब एकछिनमा आइहाल्छ होइन पर गएको छ घरतिर एकछिन अहिले चाहिँ हामी यहाँ गर्मी भएर चाहिँ चौतारामा आएर चाहिँ ठक्क यो खोलाको डिलमा भालु खोला हो यो चाहिँ हिँड्न सकिन्छ यो चाहिँ भालु खोला यहाँबाट त यत्रो छ नि हेर्नु त सानो छ खोला परबाट पो एकदमै ठुलो छ यहाँ त थोरै यत्रो नै छ हौ भौडी जति त्यो नाली यहाँ चाहिँ पुर्दिने जस्तो क्या तर यहाँ परबाट चाहिँ ठुलो छ ठुलो सानो गाई ठुलो ठाउँ गाई सानो ठाउँ त्यस्तै छ त्यही अहिले चाहिँ हामी यहाँ सुजन साथीलाई एकछिन पर्खेर बसिरहेको छौँ है आज गइसकेको छ सुजन साथी र म यहाँ छौँ फेरि टक्क हामी चाहिँ सुजन साथीको अब इक्जाम भयो नि त त्यसो भएर
बुक पछाडि राखेर चाहिँ हामी एकाउन्टको, किनभने अब हाम्रो चाहिँ सकिसकेको छ। सुन साथीको चाहिँ अब सकेको छैन एक्जाम, टक्क उसको 29 गते सकिन्छ, सब्मिट राखेको दिन होइन। त्यही हो। ल के कस्तो लाग्यो तपाईँहरूलाई भिडियो? आजको दिन यस्तै भयो, यत्तिकै बित्यो आजको दिन। 5 बज्न आँटिसक्यो, साइकल लानु ल सुन साथी बाई। ल अब भेट्दै गरौँ होइन। के कस्तो लाग्यो हजुरहरूलाई ब्लग? आजको दिन यस्तै भयो होइन। राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनु भन्दै आजको दिन चाहिँ म बिदा लिन चाहन्छु। हस्त बुम।